साथीहरु नमस्कार, सम्पूर्णमा स्वागत छ। आज हामी पशुपालनको एउटा धेरै महत्त्वपूर्ण विषय कृत्रिम गर्भधारणको बारेमा कुरा गर्न जाँदैछौँ। यसलाई सजिलो भाषामा भन्नुपर्दा साँडे नराखिकनै गाई वा भैँसीलाई गर्भवती बनाउने एउटा आधुनिक प्रविधि हो। र पहिले हामी आफ्नो गाई वा भैँसीलाई गर्भवती बनाउनका लागि साँडे राख्नु पर्थ्यो वा साँडेनिर लैजानु पर्थ्यो। तर अहिले कृत्रिम गर्भधारणको माध्यमबाट राम्रो साँडोको वीर्य प्रयोग गरेर गाई वा भैँसीको नस्ल सुधार गर्न सक्छौँ। भिडियोमा अघि बढ्नुभन्दा अगाडि हामी बुझ्यौँ कि कृत्रिम गर्भधारण भनेको के हो। कृत्रिम गर्भधारण भनेको राम्रो नसलको साँडेको वीर्यलाई विशेष तरिकाले सङ्कलन गरेर त्यसलाई लिक्विड नाइट्रोजनमा जमाएर राखिन्छ। गाई वा भैँसी तातोमा आएपछि एआई टेक्निसियनले विशेष उपकरणको सहायताले त्यस वीर्यलाई गाई वा भैँसीको गर्भाशयमा राख्छ। यो तरिका एकदम सुरक्षित र वैज्ञानिक तरिकाले गरिन्छ र यसको सफलता दर पनि धेरै छ। कृत्रिम गर्भधारणका फाइदाहरू नम्बर 1 भनेको नसल सुधार। हामीले विश्वको कुनै पनि राम्रो साँडोको वीर्य प्रयोग गर्न सक्छौँ। र अर्को भनेको आर्थिक फाइदा। साँडे पाल्नु पर्दैन र त्यसको स्याहार सुसार र खाना खर्च लाग्दैन। र रोग नियन्त्रण, साँडेबाट सर्ने रोग जस्तै कि ब्रुसोलोसिस लाग्दैन। र कृत्रिम गर्भधारणको वीर्य रोगमुक्त हुन्छ।